हामी चाहिँ आज स्कुलबाट गेरथाङ स्कुलबाट हाम्रो स्टाफहरू प्रिन्सिपल सरसँग हामी चाहिँ कर्जी जाँदै थियौँ। कर्जी जाँदाखेरि चाहिँ बाटोमा हेर्नुहोस् न, यो चाहिँ यो जङ्ग्री बेस क्याम्पतिर यो अब भेडाको उभौली लाग्यो, अब गर्मी चढ्यो, औलमा गरम लाग्यो भने भेडाहरू चाहिँ हिमाल चढ्ने होइन। अब हिमालतिर लिएर यहाँहरू चाहिँ यो गोठ लिएर जानु हुँदो रहेछ र हामीले ठिकै बाटोमा भेट्यो, एउटा मौका मिल्यो है। र चाहिँ हामी आज यो कर्जीको भेडाको त्यो छैन अहिले घरमा त थियो। कहाँ घर तपाईँको? गर्जी कर्जी हो? हजुर। कहिले हिँडेको कर्जीबाट? हिजो हिँडेको। अब यो गोठ लागेको यति नै लिएर गएको गोठ? हजुर। यहाँ चाहिँ हेर्नुहोस् भेडा कर्जीबाट चाहिँ गोठ उभौली भन्छ है। उभौली भेडा उँभो लाग्यो अब। कर्जीबाट चाहिँ अब तपाईँहरू यो गोठ लिएर चाहिँ कहाँसम्म पुग्नुहुन्छ? हजुर बेस क्याम्प भनेको कञ्चनजङ्घा बेस क्याम्पतिर जङ्ग्रीको। अच्छा कहाँ जान्छ, कहाँ पुग्छ तपाईँहरू? कतिवटा छ तपाईँहरूको ग्रुपमा अहिले? 150 लगभग भेडा लिएर चाहिँ मजाले हामीले यो कर्जी जाँदै थियौँ आज। हुन्छ अलिकति के हामी यो कर्जीको आजको बाटोमा के भेट्छौँ म तपाईँलाई भिडियोमा लिएर आउँछु। हस्, थ्याङ्क यू। यस, हेलो। आज चाहिँ हामी कर्जी जाँदैछौँ, बाटोमा छौँ, कर्जी जाँदैछौँ। हाम्रो प्रदीप सर हुनुहुन्छ, मोहन सर हुनुहुन्छ, भानु सर हुनुहुन्छ, मोराङ सर हुनुहुन्छ। हामी चाहिँ आज अन द वे टु कर्जी। यो चाहिँ वेस्ट सिक्किमको एकदमै सुदूर इलाका भनिन्छ है। हामी कर्जी जाँदैछौँ, कर्जीको बाटोमा के भेट्छौँ है, के भेट्छौँ म तपाईँहरूलाई भिडियोमा लिएर आउने छु। हेर्नुहोस्, कर्जी, लाब्दाङ, पोखरी, धुप्पी भन्ने ठाउँ हामी जाँदैछौँ। यो पारी जाँदैछौँ हामी है। हेर्नुहोस्, यो चाहिँ हामीले यो कर्जीको बाटोमा चाहिँ सिरी गाईको जुरे गोरु, यो चाहिँ ओरिजिनल सिक्किमको जुन सिरी गाई छ, सिङको टुप्पो रातो भएको भन्ने जुन कुराहरू छ नि, जुरो भएको गोरु, सिरी पहाडे पनि भनिन्छ है। स्पेसली चाहिँ यो सिरीको हो, यसको सिरी गोरु हो, सिरी भन्छ है यसलाई, लोकल भन्छ है भन्नु चाहिँ। एउटा मात्रै छ त अन्त? ए बिउ लगेर हुन्छ। यो पारीको जग्गा चाहिँ के भन्नुभयो तपाईँले? याङताम। नयाँ प्रोजेक्ट, यो पावर प्रोजेक्ट हुँदै रहेछ यो पारीपट्टि। याङताम प्रोजेक्ट त पुरानै हो कि बन भएको प्रोजेक्ट चाहिँ फेरि खुलेको रहेछ, रमाइलो छ है। अघि भेडा त्यो सिरी गोरु अघि हामीले माथि भेटेको आउँदैछ, जुरे गोरु हो। मनाङ सर डरले पस्नु भयो गाडीमा। यो चाहिँ हामी चाहिँ अहिले आइपुग्यौँ धुप्पी डाँडा स्कुल। यो धुप्पी डाँडा स्कुलको ग्राउन्ड र यहाँ मास्तिर रहेछ धुप्पी डाँडा स्कुल चाहिँ। पानी पर्न थाल्यो। हाम्रो यो आज कर्जी पोखरी अझै पनि पुगेको छैन, धुप्पी डाँडा मात्रै पुग्दैछौँ। अब चाहिँ भानु सर, हाम्रो एकदम डेस्टिनेसन आइपुग्यो होइन। हामी चाहिँ अहिले कहाँ छौँ? पोखरी, कर्जी, पोखरी, धुप्पी पनि हामी क्रस भएर, कर्जी क्रस भएर चाहिँ यो पोखरी भन्ने जग्गामा आइपुगेको छौँ हामी। हाम्रो मोनाङ सर हुनुहुन्छ, यता मोहन सर। पानी पर्दैछ तल आउँदै गर्दा त पानी पर्दैछ। यो एकदम मजाको गाउँ। हामी चाहिँ अब यो पोखरी जाँदैछौँ। यहाँ चाहिँ उहाँहरू काम गर्नु हुँदो रहेछ, यहाँ के रोपखन हुँदै रहेछ। देवी पूजा, यो चाहिँ पोखरी डाँडा आइपुगेको थियो कि हामी। यहाँ देवी पूजा हुँदै रहेछ। यहाँहरूले चाहिँ यहाँ मजाले यो मन्दिरलाई लिप्नु हुँदै रहेछ। त्यहाँ उता चाहिँ पर चर्च रहेछ। यो चाहिँ अब यहाँ देवी पूजा, यो पोखरी यता ग्राउन्ड रहेछ, पर चर्च रहेछ। यहाँ देवी पूजा हुन आँटेको यो मन्दिर रहेछ है। अब यहाँबाट यता चाहिँ हामी भानुसर उपर हुनुहुन्छ, पानी पर्दैछ, भिजिरहेको छौँ। फाइनल्ली हामी पोखरीमा आइपुगेका छौँ। सरहरू यता हुनुहुन्छ। यो पोखरी लाब्दाङ, कर्जी, धुप्पी भन्ने जग्गामा जुन पोखरी भन्ने ठाउँ चाहिँ यहाँ रहेछ। आजको चाहिँ हाम्रो एउटा एडभेन्चर ट्रिप थियो। हामी बिहान गेरथाङबाट उठेर चाहिँ यता चङराङबाट उकालो आएर चाहिँ लाब्दाङ, धुप्पी, पोखरी यो चाहिँ एक्ज्याक्टली पोखरी कर्जीको माथि। कर्जी एकदमै यो सुदूर पश्चिम सिक्किमको एकदमै पश्चिमी भाग, वेस्ट सिक्किम एकदमै सुदूर। यहाँ आइपुग्नु चाहिँ निकै हामीलाई चङराङ टासिडिङबाटै लगभग 3 घन्टाको रोड यात्रा गरेर हामी यहाँ आइपुगेको छौँ। सरहरू अगाडि हुनुहुन्छ। यहाँ चाहिँ हामी लगभग टासिडिङबाट 3 घन्टामा चाहिँ यहाँ आइपुग्यौँ हामी। यो पोखरी भन्ने जग्गामा यहाँ बिचमा पूजाहरू गरेर झन्डाहरू गाडेको रहेछ पोखरीमा।
सानो पोखरी छ, साफसुफ गरेर अब यहाँ पूजाको टाइम हुँदो रहेछ, देवी पूजा हुँदो रहेछ र अब यहाँ केही दिनमा चाहिँ पूजा हुनेवाला रहेछ। मनङ सर आजको ट्रिप कस्तो लागिरहेको छ तपाईँलाई? अनएक्सपेक्टेड है। यो नयाँ बनिएको देवी मन्दिर, यो पोखरी, यो भित्र अघि जुन हामी अगाडि छ है, अगाडिपट्टि चाहिँ पोखरी जाने बाटो हो र यो पोखरीमै यो नयाँ बनिएको यो देवी मन्दिर अति नै सुन्दर मन्दिर बनिएको रहेछ र यो मन्दिरको भोलि चाहिँ उद्घाटन रहेछ, अनावरण यो मन्दिरको मूर्तिहरूको। यहाँ हामी सरहरू हामी सबै घुम्दै 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 एउटा सठिक समयमा यहाँ आइपुगेको रहेछौँ हामी। यहाँ भित्र चाहिँ यहाँ यस्तो मन्दिर हेर्नुहोस्, यहाँ मन्दिर तयार भएको रहेछ, मूर्तिहरू पनि आइपुगिसकेका रहेछ, भगवान्को मूर्ति यहाँ। अब भोलि पर्सि र निकोर्सि 3 दिनमा चाहिँ यहाँ मूर्तिको प्राण प्रतिष्ठा, यो मन्दिरको ओपनिङ उद्घाटन र हामी एउटा सही समयमा यहाँ आइपुगेको छौँ। अति नै सुन्दर जग्गा यो मन्दिरको गेट अनि फुल। यो चाहिँ यो पोखरीमा मन्दिर, यो जुन मन्दिर भोलि 28 अप्रिलदेखि चाहिँ 28, 29 अनि 30 अप्रिल 2025मा चाहिँ यहाँ कार्यक्रम हुन गइरहेको रहेछ र यो मन्दिरको ओपनिङ उद्घाटन हुन गइरहेको रहेछ। यहाँ हामी यति मजाको रोड, यो अर्ग्यानिक सोलिङ गरेको यति दामी यो पोखरीको गाउँ, कर्जी पोखरी डाँडाको यो सुन्दर गाउँ, शान्त वातावरणमा हामी रमाइरहेको छौँ। मजा मजाको सुनसान जग्गा, चरा कराएको हामीले आवाज सुन्न सक्छौँ। यो वर्ल्ड स्ट्रबेरी, म चाहिँ एकछिनलाई वर्ल्ड यो स्ट्रबेरी यहाँ हेर्नुहोस् त, यो वर्ल्ड स्ट्रबेरी यो जङ्गलमा यो चाहिँ वर्ल्ड स्ट्रबेरी अर्ग्यानिक यहाँ हेर्नुहोस् है। वर्ल्ड स्ट्रबेरी यो चाहिँ नेचरले दिएको छ, रोपिरहनु पर्दैन, फलाइरहनु पर्दैन, मजाले पाकेको छ, टिप्यो खायो। मनङ सर मिठो छ है? मिठो छ। हातमा देखाइदिनुहोस् त। नामी छ यस। यहाँ सरले पनि खानुहुँदैछ। यो चाहिँ चिम्फिङको बिरुवा पनि भेटेँ यहाँ। तरबुज खाँदै गरेको सरहरू चिम्फिङको बिरुवा उखेल्नु हुँदैछ होइन। यो चाहिँ पोखरीमै हो हामी। यहाँ हेर्नुहोस् भेडा, यो हामी चाहिँ अहिले पोखरीदेखि अलिक मुनि है। भेडाको साइज चाहिँ हेर्नुहोस्, यहाँ हेर्नुपर्ने चाहिँ यहाँ भेडा चाहिँ हेर्नुहोस् त, जङ्गलमा भेडा चर्दैछ। सरहरू सर उपर एउटा थुमा आउँदैछ। आमामामा हेर्नुहोस् त, भेडाको माउ, भेडाको पाठा हो। यो थुमा चाहिँ उपर आउँदैछ, उपर थुमा चाहिँ यस्तो डरलाग्दो आउँदैछ, हामीलाई डर लाग्ने खालको। हामी यहाँ बाटोमा वाइ खाँदै हेर्नुहोस् भेडाको थुमा हेर्नुहोस्। यो चाहिँ वेस्ट सिक्किम, यो लाब्दाङ कर्जीको एउटा हेर्नुपर्ने देख्नुपर्ने चिजहरू। थुमा हेर्नुहोस्, सिङ घुमेको चाहिँ यस्तो डरलाग्दो। यो जङ्गलमा हामीले यो चिजहरू, यो भेडी गोठहरू चाहिँ जहाँसुकै चाहिँ देख्न पाउँदैन हामीले। यो चाहिँ रेयर हो हाम्रो सिक्किमको। यो चाहिँ पश्चिम सिक्किमको यो लाब्दाङ कर्जी, यो पोखरीतिर मात्रै पाइँदो रहेछ यो थुम्बा। भिलेज लाइफ उहाँहरूले चाहिँ चोया काटेर, यो परेङको चोया काटेर चाहिँ आफ्नो कामको लागि चाहिँ लिएर जानुहुँदैछ। परेङहरू लिएर पनि यहाँ आउनु हुँदैछ हो। यी परेङहरू लिएर आउनु हुँदैछ। अन्त के को लागि यो चोया?
डोको फुर्लुङको लागि यो के ठाउँ भन्छ यसलाई यो चाहिँ हो लाब्दाङ कर्जीको बाटो पारिपट्टि हिमालमा हिउँ मजाको रोड छ एडभेन्चर छ अफ रोड ड्राइभिङ हो यो डायरी प्रोडक्टहरु निकाल्छ यहाँ मान्छेले ऊ माथि मान्छेहरू अफ रोड हामी चाहिँ अन द वे टु लाब्दाङ फ्रम कर्जी धुप्पी पोखरी यहाँ हुनुहुन्छ प्रदीप सर हुनुहुन्छ यता हुनुहुन्छ हाम्रो सरहरू हुनुहुन्छ मोराङ सर हुनुहुन्छ त्यहाँदेखि भानु सर मोहन सर यो चाहिँ हो हिमालमा हिउँ यो चाहिँ हो लाब्दाङ बजार लाब्दाङको यो हामी चाहिँ कर्जीदेखि अहिले आइपुगेको छौँ लाब्दाङ बजार सानो बजार रहेछ होमस्टेहरू रहेछ यहाँनिर अनि यहाँको नाइस भ्युज चाहिँ यो पारिपट्टिको यो हिमाल रहेछ आज अहिले हिउँ परेको छ है हेर्नुहोस् अलिकति मधुरो नै छ है हिउँ परेको छ एकदमै हेर्नुहोस् यो चाहिँ हाम्रो यो वेस्ट सिक्किमको लाब्दाङ सेकेन्ड्री स्कुल यति मजाको ब्युटिफुल स्कुल यहाँनिर ट्रस्ट गरेर यहाँ भलिबल ब्याडमिन्टन कोर्ट बनाएको रहेछ गुराँसहरूको पुरा एकदम फ्लावर गार्डन गुराँसहरू पनि पुरा लगाएको रहेछ एकदम अन्त आफ्नो आफ्नो हाउसको नाम चाहिँ यो सिक्किमको ब्युटिफुल केभहरूको नाममा रहेछ लारिङपो दिछिन्फू भनेर है यो चाहिँ एकदमै दामी लाब्दाङ स्कुलमा हामी पुगेका छौँ यहाँ हाम्रो सरहरू हुनुहुन्छ यो लाब्दाङ स्कुलबाट पारिपट्टि देखिने हिमालहरू हामी चाहिँ बिहान घाम लागेको थियो र चाहिँ यहाँ भाइहरू खेल्नु हुँदो रहेछ है भाइहरू खेल्नु हुँदो रहेछ हामी चाहिँ घरमा चाहिँ बिहान चाहिँ गेरथाङबाट निक्लिँदाखेरि चाहिँ गेरथाङबाट निक्लिँदा भन्नु सर कस्तो थियो घाम लागेर गरम थियो नि हामी निक्लिँदा होइन अहिले चाहिँ हाम्रो स्थिति चाहिँ एकदम नाजुक जाडो हेर्नुहोस् न यस्तो भएको छ यति साह्रो जाडो चिसो भइरहेको छ आम्मा यहाँ चाहिँ हामी चाहिँ जनवरीमा आए जस्तो फिल भइरहेको छ हिमाल हिउँ देखेर हो आम्मा कामला जस्तो भइरहेको छ हामी यहाँ भाइहरू चाहिँ जिउ तताउनलाई खेल्नु हुँदो रहेछ हो हामी चाहिँ यहाँ हेर्नु यो हिउँसँगै अहिले परेको हिउँ हो हामीले हेर्दै परेको हो र अब चाहिँ कामला जस्तो छ र अब चाहिँ हामी भिडियो पनि यहीँ क्लोज गर्ने हामी लाब्दाङमा छौँ अब लाब्दाङबाट चाहिँ अब हामी सिधै हामी चङराङ भएर हामी गेरथाङ जान्छौँ है